इन्चीमा हाम्रो हिप पोइन्ट आएको छ। यहाँबाट पनि यसरी नाप्छौं 8 इन्ची हाम्रो हिप पोइन्ट। अब यसलाई सिरी राउन्ड लिइसकेपछि 40 इंच 40 को 10 इन्ची भयो। 1 इंच हामीले सिलाई भाग लिन्छौं यहाँ। अब रह्यो हाम्रो घुडामा, यहाँ 10 भएपछि यहाँ हजुरको 40 को 10 भएपछि यहाँ 38 को 9.5 पर्यो। हजुरलाई 1 इन्ची सिलाई भाग राख्नुहुन्छ। यसरी चाहिँ हाम्रो पार्ट बन्छ। हेर्नुस् है, यो 1 इन्ची यसकै भित्र राख्छौं यो शेपमा। अब यहाँ आएर यसरी हल्का हल्का भित्र हिप पोइन्ट भन्दा घुडा अलिकति भित्र थोरै, फेरि यसलाई यहाँ ल हेर्नुस् त हाम्रो साडीको स्कर्टको पार्ट रेडी हुँदैछ। यसको मिड पोइन्ट लिएर चाहिँ मैले के गर्छु, डाटको लागि चिनो लाउँछु सिलाई भाग बाहेकै। फेरि यहाँबाट 4 इन्च तल आउँछु अनि डाटको पोइन्ट लगाउँछु यहाँदेखि यहाँ यसरी। स्कर्टको पार्ट यहाँ आयो हजुरको 10 इन्ची, यहाँ आयो हजुरको 9.5 इन्ची, यहाँ आयो हजुरको 8 इन्चीमा प्लस 2 इन्ची राखेर टोटल 10 इन्ची, यहाँ प्लस 1, यहाँ पनि प्लस 1, टोटल 11, टोटल 10.5, टोटल 10। यो शेपमा चाहिँ हाम्रो स्कर्टको पार्ट बन्ने। हेर्नुस् है, अब यसलाई हामीले कटिङ गर्छौं नै परफेक्टली। टोटली मैले यहाँलाई सबै बताएको छु। यो हाम्रो स्कर्टको पार्ट यही शेपमा अलिकति यसरी बीचमा हाम्रो जुन डाँटदेखि यताको बीचमा राखेर 4 इन्ची डाउन आएको छ हजुर। अब अर्को पार्ट यही छापेर अर्को पार्ट काट्दिन्छ। हेर्नुस् त, यही पार्टले यसैलाई छापेर 4 भागमा फोल्ड 2 पिस हुन्छ। 2 भागमा, अगाडिको 2 भागमा काट्नुहुन्छ, पछाडिको 2 भागमा काट्नुहुन्छ हजुर। लम्बाइबाट कपडा लिनु होला, त्यही भएर यति मिटर चाहिएको, लगभग 3-4 मिटर पर्थेन, थोरैले पनि हुन्थ्यो। यो चाहिँ लम्बाइबाट नै कपडा काट्नु होला। साइज अनुसार हुन्छ, कसैको साइज फरक पर्छ, अलि धेरै चाहिने हुन्छ, थोरै चाहिनेलाई चाहिँ छोरेले नि पुग्छ, 3 मिटरले पनि। ल हेर्नुस् है, अब यसलाई बराबर यसरी राखेर हामीले यो स्कर्टको पार्ट हाम्रो कटिङ भयो हजुर। अब यो बेल्टको लागि भित्री चाहिने हो। यहाँ हेर्नुस् त, तल अलिकति यहाँ चाहिँ स्पेस राख्नु होला है। घुडाको मुनि चाहिँ थोरै कपडा राख्नु होला, अलिकति कपडालाई यहाँ चारै ठाउँमा डाटको लागि चुट्का काट्दिएको छौँ हामीले। अब यो हाम्रो स्कर्टको पार्ट रेडी भइसक्यो। हेर्नुस् त है।